हेलो नमस्ते, म हो तपाईहरुको भीम राई। तपाईहरुको माझ यो गणतन्त्रमा भइरहेको चर्तिकला अथवा नाटक लिएर आइरहेको छु र तपाईहरुलाई म जम्मा यो दुईटा भिडियो देखाउने छु। तपाईहरुलाई कस्तो लाग्छ भन्नु होला है त। दुर्गा प्रसाईले प्रहरी क्लियर तोडिसक्नु भएको छ। दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनखुनेको यो पुलबाट अगाडि बढिसकेको छ। देख्नु भयो त? अब अर्को भिडियो पनि हेर्नुहोस्। तपाईहरुले हेर्नुभयो नि हैन यो जम्मा दुईटा भिडियो? तपाईहरुले यो भिडियो हेरेर के छुटाउन सक्नुभयो? तपाईहरुको दिमागमा के चलिरहेको छ? मैले चाहिँ देखेको साँडेको जुदै बाछाको मिचै भनेको यही हो। अब कसरी भन्नुहुन्छ भने गणतन्त्र भने पनि राजतन्त्र भने पनि जुदाउने भनेको नेताले हो, मर्ने भनेको जनता नै हो। अब पनि तपाईहरुले बुझ्नु भएन भने तपाईहरु गु खाने कुकुर हैन बेडा हो। यदि तपाईहरुले चाहनुहुन्छ भने यो 84 मा कांग्रेस, एमाले, माओवादी यो तीनटा पार्टीलाई भोटै नहाल अनि तपाईहरुले त्यो प्रत्यक्ष प्रधानमन्त्री चुन्ने, प्रत्यक्ष कार्यकारी चुन्ने सिस्टम ल्याउनु छ भने, तपाईहरुलाई देश बचाउनु छ भने कांग्रेस, एमाले, माओवादी यो तीनटा पार्टीहरुलाई तपाईहरुले यो 84 को भोटमा अवश्य तपाईहरुले फ्याल्नु पर्ने छ। यदि फ्याल्नु सकेन भने त फेरि पनि जुत्ने भनेको भेड के रे जनता नै हो, मर्ने भनेको पनि जनता नै हो। त्यतिकै मैले भनेको हैन। साँडेको जुदै बाछाको मिचै। अब यति भन्दा पनि तपाईहरुले बुझेन भने तिमीहरु गु खाने भेडा हो, भेडा। बात त सही है। र तपाईहरुले मेरो भिडियो हेरिहाल्नु भयो र तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट चाहिँ गर्नु होला। अनि मैले YouTube च्यानलको लिंक मैले छोडिदिएको छु। त्यहाँ YouTube च्यानलमा गएर पनि सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, फलो गरिदिनु होला। है त, बाइ बाइ।